तपाईलाई चाहिँ चिट काटेको पनि आइराखेको थियो बाहिर, के हो चिट काटेको हो? छैन छैन है। होइन, कुन चाहिँ कसुरमा काट्नुपर्ने त चिट चाहिँ, त्यो त म त सोध्छु होला नि त, म त विधायक हो नि देशको, होइन र? त्यतिकै हावामा फेसबुकमा कारबाही गर भन्दा कारबाही त हुँदैन होला। खासमा के कारणले त्यसरी एक्सिडेन्ट परेको थियो के खासमा? ढुङ्गा रहेछ कि बाटोमा, अब बिग्रेको छ नि त बाटोहरू, सरकारले बनाउनु पर्छ, त्यस्तो त अब ध्यान दिनु पर्यो नि त। तपाईँ एक्सिडेन्टमा पर्नु भएको थियो, स्वास्थ्य अवस्था कस्तो छ? त्यो के होइन, एक्सिडेन्ट नआएको थियो, त्यो छ्यासाक छुसुक भइरहेको छ त्यो चिज हो। अनि तपाईँले ट्राफिक नियम पनि उल्लङ्घन गर्नु? ट्राफिक नियम होइन त्यो, त्यस्तो होइन, ट्राफिक नियम उल्लङ्घन। हातले चलाउनु भएको थियो, एउटाले मोबाइल फोन भिडियो खिच्दै हुनु। ट्राफिक नियम भनेर भन्छ मान्छेले, तर ट्राफिक नियमको कुन चाहिँ के चाहिँ रहेछ त त्यो उल्लङ्घन भएको? तपाईलाई चाहिँ चिट काटेको पनि आइराखेको थियो बाहिर, के हो चिट काटेको हो? छैन छैन है। होइन, कुन चाहिँ कसुरमा काट्नुपर्ने त चिट चाहिँ, त्यो त म त सोध्छु होला नि त, म त विधायक हो नि देशको, होइन र? त्यतिकै हावामा फेसबुकमा कारबाही गर भन्दा कारबाही त हुँदैन होला। खासमा के कारणले त्यसरी एक्सिडेन्ट परेको थियो के खासमा? ढुङ्गा रहेछ कि बाटोमा, अब बिग्रेको छ नि त बाटोहरू, सरकारले बनाउनु पर्छ, त्यस्तो त अब ध्यान दिनु पर्यो नि त। अनि ढुङ्गामा लड्दैन त कहिले काहीँ। भनेपछि एक हातले चलाएर होइन, त्यो रोडले गर्दा? त्यो दुई हातै छोडेर पनि कुदाइदिन्छु हौ म, एक दिन ट्राई गर्ने यहाँभित्र बाइक लिएर आउनु, म दुई हातै छोडेर कुदाइदिन्छु यहाँदेखि उतासम्म। तपाईँको त्यो एक्सिडेन्ट विली पनि झन्डै गर्छु म अगाडि। यस्तो तपाईँको एक्सिडेन्ट पर्ने बित्तिकै के भन्न आँटिराखेका छन् मान्छेले? बाइकै चलाउनु नजान्ने मान्छे देश चाहिँ कसरी चलाउँछ? ढुङ्गा मुढामा होइन, त्यही हो क्या, ढुङ्गा मुढामा ठोकिएर कहिले काहीँ त्यस्तो हुन्छ नि, सानोतिनो। ठुलो त्यस्तो हो र? त्यस्तो ठुलो भएको भए त म देशै एक्सिडेन्टमा पार्नुहुन्छ कि भन्ने आशंका र? त्यस्तो होइन, त्यस्तो होइन, त्यस्तो चाहिँ हुँदैन होइन। त्यस्तो कहाँ हुन्छ हौ, फुकी पाइला राख्ने हो नि। ल ल ल, हस्, थ्याङ्क यू। तपाईँहरूलाई मेरो सधैँभरि साथ सहयोग छ है। ल, सीमाको बारेमा जे लेखिएको छ त्यसमा उहाँको भनाइ उहाँले सच्याउनुपर्छ भन्ने नै हो, त्यही छ कुरा चाहिँ, र उहाँहरूले वर्कआउट गर्दै हुनुहुन्छ सायद। मानिसजी, यो पानीमा विद्यार्थीको मोबाइल हालेर नष्ट गरिएको छ नि, यो विषयमा के छ? आलु त नष्ट गर्नु हुँदैन, कहाँ मोबाइल इम्पोर्टेन्ट। गाडी पनि नष्ट हुँदैन, गलत हो, गर्नुपर्छ। सामाजिक सञ्जालमा तपाईँले गाडी चला बाइक ट्राफिक नियम उल्लङ्घन गर्नुभयो भनेर चाहिँ तपाईँलाई चिट काट्ने भन्ने आएको छ, के हो? काट्नु पर्छ कि पर्दैन तपाईँलाई? अरूलाई नियम सिकाउने सांसद आफै कारबाहीमा परे, आफैले नियम मानेनन्। यस्तो छ, अब त्यो एक हातले बाइक कुदाउनु भनेको चाहिँ कुन चाहिँ कस्तो कसुर रहेछ, त्यो चाहिँ नियमावली के छ होला? होइन, हेलमेट होइन। एकछिन न, दुई चार प्रश्न एकैचोटि भयो कि, कता कता मिक्स भयो, चटपट यस्तो। एकछिन न त, कता कसको त यताको एकजनाले सोध्नु न। यस्तो छ हौ, यो के छ भने ट्राफिक नियममा अब एक हातले बाइक कुदाउनु भन्ने कुरा चाहिँ त्यस्तो कसुर रहेछ भन्ने कुरा लेखेको रहेछ भने ठिक छ त। ब्लग बनाउनु चाहिँ गलत हो भन्ने छ नि त। त्यही त भनेको, त्यो त कसुर चाहिँ कुन दफाको कस्तो कसुर रहेछ? ठुलो कुरा रहेछ होइन, हेलमेटको जुन कुना हुन्छ नि यहाँ लाउने, ठुलो कुरा रहेछ, लाउनु भएन। ठुलो कुरा रहेछ। ट्राफिकले चिट काट्यो भने तपाईँ नियममा यता आउन सुन्नु तयार न, हो। यता सुन्नु न, त्यही त त्यो कुन चाहिँ कसुर हो त, त्यो कसुर चाहिँ हेर्नु पर्यो। त्यतिकै त्यो 500 रुपियाँको चिट काट्नु भयो कि भएन भने फेसबुकमा भनेको कुराले हुँदैन नि। फेसबुकमा त जे पनि भनिन्छ नि त। चिट काट्यो भने पैसा तिर्न तयार तपाईँ? फेसबुकमा त जे पनि भन्छ कि मान्छेले, तर कुन चाहिँ तपाईँको छैन कसुर रहेछ त, त्यो कसुर के रहेछ त भन्ने कुरा त हुनु पर्यो नि, प्रमाणित हुनु पर्यो होला नि त। नियमको पालना गरेन हर्क साम्पाङले भन्ने छ। 500 रुपियाँ चुना लाग्यो कि हेलमेट लगाएको थियो कि थिएन? हेलमेट लगाएको थियो कि थिएन? फिता नलगाएको फिता, हेलमेट फिता त खुस्केको हो नि, पुरानो भएर हो मान्नेज्यू। लगाएको परेको क्या मान्नेज्यू, तपाईँले त अरूलाई पनि यसो सचेत गराउनु पर्ने।